हेलो सबैलाई नमस्ते। म त नयाँ धराने बेसर यहाँ आएर मजाले खानु पाइरहेछु। मार्गीको दबाई पनि भयो अनि अरू थोक सबै भन्दा पनि राम्रो चाहिँ के भइदियो भने चाहिँ नयाँ धराने बेसरलाई माया गरिदिनु भएको सबैले रहेछ। हामीले पनि पायौँ, युएसमा नि भेट्यौँ। त्यो खुसी लाग्छ। अर्ग्यानिक प्रोडक्टको हामीले अर्ग्यानिकै मान्नुपर्छ। त्यो भएर हामीले मलाई चाहिँ खुसी लाग्यो यो अर्ग्यानिक यहाँ खाँदाखेरि। अन्त त हामीले त चामलको पिठोसँग मिसाएको भेटिन्थ्यो। अहिले कति राम्रो यो धराने बेसर। मैले धरानेको हर्कासम्म होइन कि उहाँको योजना मन परेर मैले र उसको अर्ग्यानिक यो कस्तो हुन्छ हरियो त्यसभित्रबाट निस्केको यो कस्तो राम्रो यो अर्ग्यानिक यहाँ पाएका छौँ। यो खाने बित्तिकैमा आनन्द लाग्छ। त्यही भएर मैले यो सानो एउटा राखेका मात्रै है, अन्यथा नसम्झिनु होला। उहाँ हेरेकै मात्रै हामीले पाइसक्यौँ, खानु पाइसक्यौँ। मिठो छ, टेस्ट यस्तो छ। एकचोटि हजुरले जुन कसैले चाख्नु भएको छ भने चाखिदिनुहोस् भन्छु म त है। भन्दै जय श्रमदान भन्दै देखाउँदै भन्दैछु। म त्यत्तिकै गरिदिएको सानो छोडिदिएको।